प्रधानमन्त्री आउनु नपर्ने हो भने भन्नुहोस् न। म प्रधानमन्त्री हो त भाइ। तपाईँ सत्तारूढ दलको एउटा जिम्मेवार सांसद हो। आउनु पर्दैन प्रधानमन्त्री? हजुर प्रधानमन्त्री आउनु पर्दैन, जवाफदेही हुनु पर्दैन, जनताका प्रश्नबाट भाग्न पाइन्छ। नियम अनुसार आउनै पर्छ भन्ने छैन हैन। हैन तपाईले त भनौं न राष्ट्रसभाको आफैले पनि उहाँले चाहिँ मन्त्रीलाई आज प्रधानमन्त्रीज्यूको चाहिँ खण्डन किन गर्नु तपाईको भएन? कुरा सुन्नी हो, अर्थमन्त्रीज्यूलाई टेबल गरेर गरिदिनुस् भनेर उहाँले पत्र पठाइसक्नु भएको छ भने अब त्यो आउने नियम अनुसार चाहिँ पर्दैन। विपक्षी दलले के भनेका छन् भने प्रधानमन्त्री जनताका प्रश्नबाट भाग्नुभयो, जवाफदेही हुनु भएन, गैर जिम्मेवार हुनु भन्नुभएको छ। उहाँहरू जसरी आज 1 घण्टा 2 घण्टा उठिरहनु भएको छ नि हैन, सदनमा जसरी उठिरहनु भएको छ, हिजोको दिनमा त्यसरी जनताको मुद्दाहरू लिएर उठिरहनु भएको भए आज यो देश कहाँ पुगिसक्थ्यो। भनेपछि विपक्षी दलले गर्दा यो अवस्थाको हो। अब यो अवस्था भन्नाले सदन नचलेको त विपक्षी दलले गर्दै हो। प्रधानमन्त्री बालेन्द्र शाह नआएको कारणले हो भन्ने हो। प्रधानमन्त्री बालेन्द्र शाह जवाब दिन नआएका कारणले गर्दा यो स्थगन भयो भन्ने। आफ्नो काममा व्यस्त हुनुहुन्छ उहाँ, अब उहाँले जवाफ दिनु होला नि भाइ। अब यो छोडिदिनु नि, बाटो छ। खाजा खाना त दिनुस् न।